नमस्कार, म किशोर केसी। नेपाललाई विश्वमा चिनाउन जीवनको 18 वर्षसम्म पनि अन्तदेश कहीँ नगई नेपालकै भूमिमा ग्राभिटी ल्याबमा बिताउँदै आइरहेको छु। यसबीचमा नेपालमा प्राय सबै ढोका ढकढकाइसकेँ। आफ्नो पैतृक जग्गा, घर र जीवनभरको सम्पूर्ण कमाई यसैमा बलिदान दिइसकेँ। तर यो प्रोजेक्टको लागि देशमै मात्रै बस्दा मैले धेरै ठुलो मूल्य चुकाउनु पर्यो। यो प्रोजेक्ट सफल भएको हेर्न अति आतुर मेरो परिवारका दुई महत्त्वपूर्ण सदस्यहरू आज मसँग हुनुहुन्न। यो पीडा त सधैँ बोकिरहने नै भएँ। अब म अन्तर्राष्ट्रिय मञ्चमा इन्टरनेसनल कल लिएर पाइला अघि सार्दैछु। आफ्नो देशले 18 वर्षसम्म पनि नचिनेको यो बलिदानलाई बाहिरी संसारले कति चाँडो चिन्दछ म हेर्न चाहन्छु। मेरो देशको हालको नेताजीहरूले हेर्दै हुनुहुन्छ भने यो भिडियो हाम्रो यात्राको स्थायी अभिलेख बनोस्। यो हेरिरहनु हुने सम्पूर्णमा मेरो अनुरोध छ, कृपया अहिले नै मेरो फेसबुक प्रोफाइलको सबैभन्दा माथि रहेको 15 मिनटको भिडियो हेर्नुहोस् र सही ठाउँसम्म नपुगुन्जेलसम्म सेयर गरिदिनुहोस्। धन्यवाद।